नमस्कार, म कार्यक्रम प्रस्तुता डाक्टर मोहन विश्वकर्मा। सदाझै आज पनि म एउटा चिया गफ लिएर उपस्थित भइसकेको छु। आज पनि सदाझै मसँग अन्तर्वार्ताको लागि हुनुहुन्छ डाक्टर सुनिल कुमार दाहाज्यू। उहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। धन्यवाद दाइ। डाक्टर सुनिल कुमार दाहा मेडिकल अफिसर हुनुहुन्छ। उहाँ विगत 4 वर्षदेखि नेपालमा अनवरत रूपमा सेवा गरेर अहिले चाहिँ यो गल्फ कन्ट्री ओमान भन्ने देशमा आउनुभएको छ। र हामी आज यसै प्रसङ्गमा आधारित भएर कुराकानी गर्नेछौँ। उहाँलाई चाहिँ मैले ओमानमा कसरी आउनुभयो, यसका प्रोसेस के कस्ता थिए, यसका कठिनाइ के कस्ता थिए र यहाँ आइसकेपछि उहाँले के समस्यासँग जुझ्नु पऱ्यो, जस्ता कुराहरूसम्म चाहिँ सम्बद्ध रहेर कुराकानी गर्नेछु। ढिला नगरी आज म कार्यक्रम सुरु गर्न चाहन्छु र सुरुमै सिधै डाक्टर सुनिललाई मैले क्वेसन गरिहालेको छु। तपाईँले विस्तृत रूपमा ओमान आउने प्रोसेस के कसरी भयो त्यो विस्तृत रूपमा बताइदिनु म अनुरोध गर्दछु। थ्याङ्क यू दाइ तपाईँको प्रश्नको लागि। खासमा मेरो चाहिँ ओमान आउने तयारी चाहिँ हजुर यहाँ आउनुभन्दा 1 वर्ष पहिलादेखि रहेछ। ओहो। सुरुमा चाहिँ म एज अ मेडिकल अधिकृतमा चाहिँ नेपाल सरकारको चाहिँ 2 वर्ष काम गरेर 1 वर्ष चाहिँ प्राइभेटमा काम गरेर तयारी गरिराख्दाखेरि हजुर डाक्टर साहब ओमानको चाहिँ भ्याकेन्सी खुला रहेछ। हजुर। अनि त्यहाँ चाहिँ तपाईँको मिनिमम चाहिँ 4 वर्षको एक्सपिरियन्स, त्यो चाहिँ इन्टर्नसिप पछि भन्नुको मतलब इन्टर्नसिप पछि 4 वर्षको एक्सपिरियन्स तपाईँको छुट्टै हुनु पर्यो। छुट्टै हुनुपर्ने भन्नुको मतलब एमबिबिएस पछि चाहिँ 5 वर्ष हुने रहेछ एक्सपिरियन्स। अनि त्यति बेला चाहिँ मेरो एक्सपिरियन्स चाहिँ तपाईँको इन्टर्नसिप पछिको 3 वर्ष मात्रै थियो। तर मैले चाहिँ अब ठिक छ नि त, इन्टरभ्यूमा राम्रो गरौँला भन्ने भएर चाहिँ मैले एप्लाई गरेँ। अप्लाई गरेर चाहिँ उहाँहरूले पनि अलिक मिस्टेक भएर रहेछ प्राविधिकली। अनि टेक्निकली मिस्टेक भएर मलाई चाहिँ इमेल आएर रहेछ कि इन्टरभ्यू फलानु डेटमा रहेछ सबैजनाको। हुन मेरो नाम चाहिँ थिएन इन्टरभ्यूको लिस्टमा, तैपनि म पुगेको छु। अब पुगिसकेपछि गएर त्यो भर्चुअल इन्टरभ्यूमा चाहिँ सबैजनालाई फर्म भरिराख्दाखेरि मलाई फर्मै दिनु भएन। भनेपछि तपाईँले इन्टरभ्यू तपाईँको भ्याकेन्सी देख्नुभयो, भ्याकेन्सी अप्लाई गर्नुभयो, अप्लाई गरेपछि तपाईँ इन्टरभ्यूको लागि निमन्त्रण गर्यो। यो रहेछ प्रोसेस। हजुर। अनि त्यति बेला चाहिँ एक्सपिरियन्स नपुगेर मैले फर्स्ट टाइम चाहिँ दिन पाइनँ। भनेपछि यो अति महत्त्वपूर्ण चाहिँ के रहेछ भन्दाखेरि इन्टरभ्यूमा एपियर हुनलाई 4 वर्षको अनिवार्य 4 वर्ष इन्टर्नसिप बाहेक पनि तपाईँको 4 वर्ष कार्य अनुभव हुनु पर्यो। अनि त्यसपछि गएर अब कुरेर बसेको थियो बिचमा आफ्नो अब प्र्याक्टिस चाहिँ कन्टिन्यू गरेर अनि भ्याकेन्सी आइसकेपछि चाहिँ अब यसपालि चाहिँ बल्ल बल्ल चाहिँ एक्सपिरियन्स पुगिरहेको थियो। यो वर्ष चाहिँ 4 वर्ष पुग्यो, त्यसपछि तपाईँ फेरि पनि इन्टरभ्यूको लागि आमन्त्रण अप्लाई गर्नुभयो। अनि त्यसको लागि क्राइटेरियाहरू चाहिँ रहेछ, जस्तै अब त्यहाँ चाहिँ तपाईँको भ्याकेन्सीमै त्यो मिनिस्ट्री अफ हेल्थ ओमानको चाहिँ भ्याकेन्सीमै हुन्छ अनिवार्य एक्सपिरियन्सको कुरा भइहाल्यो तपाईँको। त्योसँगै चाहिँ अब नेपालबाटै मान्यता प्राप्त होइन तपाईँको विज्ञान प्रतिष्ठानबाट चाहिँ एमबिबिएस चाहिँ पढेको हुनुपर्ने, लाइसेन्स पर्मानेन्ट लाइसेन्स भइसकेको र अनुभवको चाहिँ तपाईँको भ्यालिड चाहिँ कपी चाहिँ बुझाउनु पर्ने। जस्तो रजिस्टर नभएको हेल्थ सेन्टरमा काम गरेर तपाईँको त्यो भ्यालिड हुँदैन। हजुर। दर्ता भएको हस्पिटल अथवा स्वास्थ्य केन्द्रहरूमा कार्य गर्नु पर्यो। अनि त्यो भ्यालिड कपी बुझाइसकेपछि चाहिँ उहाँहरूलाई चाहिँ त्यो लगभग 6-7वटा यस्तै सर्टिफिकेटहरू चाहिँ पेस गरिसकेपछि इन्टरभ्यूको लागि चाहिँ सर्ट लिस्टेड हुँदो रहेछ। अनि इन्टरभ्यूको लागि सर्ट लिस्टेड भएर चाहिँ तपाईँको यो भ्याकेन्सी आएको 1.5 महिनापछि चाहिँ लगभग तपाईँको इन्टरभ्यूको लागि चाहिँ सर्ट लिस्टेड भएर चाहिँ एउटा गते मितिमा चाहिँ इन्टरभ्यू छ। अनि तपाईँहरूले चाहिँ फलानु मिति चाहिँ आफैले सिलेक्ट गर्नुपर्ने, तपाईँले चाहिँ सजिलो हुने गरी र यो इन्टरभ्यू चाहिँ भर्चुअल अनलाइन इन्टरभ्यू चाहिँ काठमाडौँमा हुनेछ भनेर चाहिँ भनियो। अब चाहिँ काठमाडौँमा इन्टरभ्यू दिन गए। इन्टरभ्यूमा चाहिँ के रहेछ भन्दाखेरि अब सोचेको भन्दा पनि बाहिरलाई चाहिँ डक्टरकै लागि भनेर चाहिँ हेर्दाखेरि त धेरैजनाहरू एपियर भएर रहेछ। त्यसमा चाहिँ अब नेपालमै मात्रै गरिराख्नु भएको मात्रै होइन कि विदेशको लागि अझै अरू देशहरूको लागि तयारी गरिराख्नु भएको अरू चाहिँ सिनियर र सेम लेभलको चाहिँ चिकित्सकहरू हुनुहुन्थ्यो। धेरै साथीहरूसँग चाहिँ अब त्यहाँ चाहिँ एकदमै हुन्छ नि ट्यालेन्ट डक्टरहरूसँग भेटघाट भयो। सबैजनाले चाहिँ इन्टरभ्यू गरिराख्नु भएको थियो। अब त्यहाँ चाहिँ लकिली भनौँ सिलेक्ट भइयो, इन्टरभ्यूमा चाहिँ सिलेक्ट भइयो। अनि सिलेक्ट भइसकेपछि उहाँले चाहिँ त्यतिखेर भनेपछि तपाईँले इन्टरभ्यू दिएर सिलेक्ट भइसकेपछि तपाईँ डाइरेक्ट यहाँ ओमान आउनु पाउनु नि भयो?
नै त्यसमा पनि धेरै प्रोसेस रहेछ। ए हो त्यो प्रोसिडिङमा बताइदिनुहोस् त। त्यहाँ हाम्रो चाहिँ जति पनि डाक्टर साहबहरू आउने धेरै म्यासेज आउँछ हामीहरूलाई पनि के हो प्रोसेस कसो प्रोसेस भनेर उहाँहरूको लागि यो हामीले भिडियो बनाएका छौँ त्यसको डिटेलमा बताइनुहोस् इन्टरभ्यू पछि तपाईँले के प्रोसेस गर्नु हजुर, त्यहाँ चाहिँ सिलेक्ट भइसकेपछि चाहिँ उहाँहरूले त्यतिखेर पासपोर्ट लिनुभयो र चाहिँ तपाईँले चाहिँ अब मेडिकलको सर्टिफिकेट यदि पास भएको जुन गल्फ कन्ट्रीहरूको लागि जुन मेडिकल हुन्छ नि त्यो पास हुनुभयो भने चाहिँ त्यो सर्टिफिकेट दिएपछि भिसा आउँछ तपाईँको भन्नुभयो। अनि अब मलाई हतार पनि थियो नेपालको स्यालेरीले नपुग्ने अनि त्यसैले चाहिँ म छिटो छिटो अब मेडिकल गर्न गएँ। मेडिकलको सर्टिफिकेट बुझाइसकेपछि चाहिँ उहाँहरूले 10-15 दिनपछि चाहिँ तपाईँको भिसा आएछ भनेर भिसा पठाउनु। अनि भिसा पठाएर मात्रै नहुने रहेछ 2वटा प्रोसेस अझै बाँकी रहेछ भन्नुभयो। त्यो भनेको के रहेछ भन्दाखेरि अब ओमानमा काम गर्नको लागि प्र्याक्टिस गर्नलाई तपाईँले चाहिँ ओमान सरकारको ओएमएसबी भनेर जुन छ नि परीक्षा ओएमएसबी भनेर लाइसेन्स इक्जाम चाहिँ छ जेनरल फिजिसियनको दिनुपर्ने। अब त्यसको लागि चाहिँ तपाईँको एउटा पियर्सन भ्यू भनेर साइट रहेछ त्यसमा गएर चाहिँ इक्जामलाई बुक गरेँ 60-65 हजार खर्च गरेर त्यो इक्जाम पनि त्यो इक्जामको लागि नै तपाईँले 60% नेपाली रुपियाँ खर्च गर्नुभयो। हजुर त्यो रजिस्टर गरेर इक्जाम चाहिँ दिएँ। इक्जाम पनि अब स्ट्यान्डर्ड राम्रै थियो। स्ट्यान्डर्ड थियो हजुर। कति एउटै इक्जाम दिएपछि त्यो हुँदो रहेछ कि त्यो इन्टरभ्यू पछिको पियर्सन भ्यू चाहिँ एउटै इक्जाम हुन्छ दुईटा एउटै इक्जाममा दिन्छ। यो क्वेसन कस्तो थियो जस्तो तपाईँको जस्तै अब अब्जेक्टिभ क्वेसन थियो कि अब्जेक्टिभ क्वेसन थियो अनि तपाईँको फर्मेट चाहिँ युएसएमएली जस्तै तर क्वेसन चाहिँ युएसएमएली भन्दा अलि सजिलो नेपालको स्ट्यान्डर्ड भन्दा अलि माथि। अनि त्यसपछि गएर त्यो इक्जामको रिजल्ट चाहिँ फेरि तत्कालीन नै आउँदो रहेछ। जुन दिन इक्जाम दियो त्यसको आधी घन्टामा चाहिँ चिया खाँदा खाँदै रिजल्ट आयो। अब त्यसमा तपाईँको 60% चाहिँ पास पर्सेन्ट हुन्छ। ए 60 नम्बरभन्दा बढी आउनुभयो भने पर्सेन्टभन्दा बढी हो नि तपाईँ पास हुनुभयो नत्र फेरि दिनु पऱ्यो फेल भयो भने फेरि रिपिट दिनु पऱ्यो तपाईँ आउन मिलेन। हजुर। अनि त्यसपछि गएर अब त्यो इक्जाम पनि लकिली पास भयो त्यति बेला। हजुर डाक्टर साहब। अनि त्यो पियर्सन भ्यूको इक्जाम गरिसकेपछि मैले चाहिँ त्यतिखेर स्क्रिनसट पठाएँ मैले चाहिँ इक्जाम पास गरेको छु। स्क्रिनसट चाहिँ तपाईँको यो यहाँ ओमानबाट चाहिँ कोअर्डिनेट गर्ने भनेको नेपालको एजेन्सी रहेछ। एजेन्सीलाई तपाईँले पठाउनु भयो त्यो कस्तुरी इन्टरनेसनल भनेर। अनि त्यहाँ चाहिँ पठाइयो। अनि त्यहाँ पठाइसकेपछि ल ठिक छ अब चाहिँ तपाईँ कहिले जाने भनेर चाहिँ त्यो एस्टिमेटेड टाइम दिनु। अनि त्यसपछि गएर मैले चाहिँ 10-15 दिनपछिको एस्टिमेटेड टाइम चाहिँ त्यसपछि गएर उहाँहरूले लगभग 1 महिनापछि चाहिँ प्लेन टिकट पठाउनु भयो। अनि के चाहिन्छ जस्तै श्रमको सर्टिफिकेटहरू श्रम उहाँहरूले पनि गरिदिनु भयो कि तपाईँ आफैले गर्नुभयो? उहाँले आफै सबै आफै गरिदिनु भयो। श्रमको चाहिँ सब उहाँहरूले आफै गरिदिनु भयो। श्रमको एउटा ट्रेनिङ हुँदो रहेछ त्यो 5-6 हजार कति हो त्यो ट्रेनिङको चाहिँ अनलाइन सुन्नु पऱ्यो। अनि अब 2-4 त्यो विदेश जाने अब पहिलोपटक त्यसरी चाहिँ अफिसियली विदेश आइरहेको थियो लामो समयको लागि। अनि के चाहिन्छ उहाँहरूले आफै मिलाउनु भयो। अनि त्यसपछि गएर चाहिँ आइयो। त्यसपछि आइसकेपछि यो दौरानमा चाहिँ तपाईँले थोरै कुरा गर्नुभयो त्यो पियर्सन भ्यू इक्जाम दिनुभयो त्यसको लागि तपाईँले मेटेरियल चाहिँ केही पढ्नुपर्ने थियो कि अथवा नपढे पनि त्यस्तो तपाईँले डाइरेक्ट के छ त्यसको अनुभव? मलाई चाहिँ पियर्सन भ्यूको इक्जामभन्दा अलि इन्टरभ्यू चाहिँ टफ लागेको थियो। हजुर इन्टरभ्यू त पियर्सन भ्यूको लागि पहिला पनि पढाएको थिएँ युएसएमएलको क्वेसन्सहरू नेपाल पनि हेरिरहेकोले र अर्को चाहिँ मैले अब तत्कालीन के पढौँ भनेर चाहिँ साथीहरूले चाहिँ यो दुबईको डिएचए इक्जाम जुन हुन्छ त्यसको लागि टेक्स्ट बुक हुँदो रहेछ। अनि त्यो टेक्स्ट बुक चाहिँ अब त्यही क्वेसनहरू चाहिँ हेरेको थिएँ। अनि त्यसपछि गएर त्यही ओएमएसबीको साइटमा चाहिँ रिफरेन्स क्वेसनहरू रहेछ कि यसरी चाहिँ त्यसमै चाहिँ तपाईँको रिफरेन्स क्वेसन रहेछ त्यो पनि हेर्नुभयो तपाईँ? हजुर ठिक छ। त्यो क्वेसनहरू हेरेर चाहिँ अनि पहिलाकै टेक्स्ट बुक पढेकोहरूको अनि एमसिक्यूहरू रिभिजन गरेँ पुग्दो रहेछ पास भयो। भनेपछि तपाईँलाई इन्टरभ्यू ल्याइसकेपछि यो यहाँ आउनलाई कतिको टाइम लाग्यो? टाइम कतिको खर्च भयो? लगभग 1 महिना लाग्यो कि तपाईँ 2 महिना चाहिँ टाइम लाग्यो? ए ठिक छ। अब तपाईँहरू कति पनि डाक्टर हुनुहुन्छ हाम्रोमा मेडिकल अफिसर हुनुहुन्छ कोही त कन्सल्टेन्टहरू पनि राम्रो कमाइ नगर्ने भन्दा राम्रो कमाएर उहाँहरूले त आउन चाहनुहुन्छ तपाईँहरूले उहाँको लागि तपाईँले के कुरा चाहिँ मेसेज दिन चाहनुहुन्छ यस चिया कप मार्फत हाम्रो कार्यक्रम चाहिँ? अब म चाहिँ सुरुमा नेपालमा डाक्टर भइसकेपछि तपाईँको एकदमै अब उत्साह जुन मनमा हुन्छ नि ल देशलाई सेवा गरौँला। हजुर डाक्टर साहब। अब भइसकेपछि बिरामी दिन दुखीहरूलाई चाहिँ हेरौँला भनेर एकदमै हुन्थ्यो। अनि त्यसरी चाहिँ अब सुरुमा त 1 वर्षसम्म चाहिँ कोभिडको सङ्क्रमण कालमा 2 वर्षसम्म दिनरातै कोभिड पोजिटिभै बिरामीहरूलाई हेरेर पनि काम गरियो। तर पछि गएर चाहिँ बिस्तारै के हुँदो रहेछ भन्दा 24 घन्टा काम गर्ने। त्यसमा पनि अब खानेलाई पनि गाह्रो हुने गरी चाहिँ स्यालेरी आउने।
अनि त्यसपछि गएर अब त्यो सरकारीतिरबाट केही हुन्न जस्तो लाग्यो अनि त्यसपछि प्राइभेटमा काम गर्न थालेँ प्राइभेटमा नि ठिकठाक स्यालेरी दिँदाखेरि तपाईँको 24 घन्टा काम गर्नुपर्ने दिनरात व्यक्तिगत लाइफ केही पनि छैन केही छैन पर्सनल राति 12 बजे उठ्नु पर्यो 2 बजे उठ्नु पर्यो बिहान 7 बजे बिदामै उठ्नु पर्यो 24 घन्टा ड्युटी 24 बजे गदाला जस्तो गदाएर त्योभन्दा बेसी मिनिमल पेमेन्ट दिएर मानसिक तनाव धेरै हुने त्यो सबै हेरिराख्दाखेरि त यहाँ आउँदाखेरि अब नेपालको तुलनामा 5-7 गुणै भनौँ एक्स्ट्रा तलब नै राम्रो स्यालेरी नै राम्रो र व्यक्तिगत लाइफ पनि ठिक काम चाहिँ त्यही 5-7 गुणै कम टाइममा काम गर्नुपर्छ ठिक छ त्यो चाहिँ हामीले अर्को इपिसोडमा हामीले यसको डिटेलमा अरू कुरा गरौँला र मैले तपाईँलाई भन्न खोजेको चाहिँ यदि कोही डक्टर यहाँ आउन चाहनुहुन्छ भने उहाँहरूको लागि के मेसेज दिन चाहनुहुन्छ तपाईँहरू छोटकरीमा 1-2 लाइन यदि तपाईँहरूलाई चाहिँ एक्सपिरियन्स छ र तपाईँहरूले चाहिँ जस्तै अब युएसएमएलईहरू ल्याबहरू छ भनेपछि या बाहिर चाहिँ एमडीको लागि प्रिपेयर गर्न खोजिराख्नु भएको छ या एमबिबिएसकै लेभलमा चाहिँ एउटा राम्रो चाहिँ तपाईँको पर्सनल लाइफ पनि भएको वर्क लाइफ ब्यालेन्स हुने गरी यदि केही अप्सन खोज्नुहुन्छ भने यहाँ चाहिँ अब मिनिस्ट्री अफ हेल्थ ओमानमा चाहिँ एज अ मेडिकल अफिसर चाहिँ वान अफ द बेस्ट अप्सन नै हो यु क्यान कन्सिडर इट ओके डाक्टर साहब तपाईँको अमूल्य समयलाई धेरै धेरै धन्यवाद र नेक्स्ट एपिसोड हामीले भेट्ने भएको छ अहिले धेरै धेरै धन्यवाद नमस्ते थ्याङ्क यू नमस्ते